पृथ्वीको कति प्रतिशत भूभाग खेतीयोग्य भएको मानिन्छ? पास। आफ्नो बाबुलाई कैद गरी राजा हुने मल्ल राजा को हुन्? समयलाई ख्याल गर्नुहोला। पास। क्षेत्रफलको हिसाबले चितवनको सबैभन्दा सानो पालिका कुन हो? इच्छाकामना। विश्वकप फुटबलको कुन संस्करणबाट उच्च गोलकर्तालाई गोल्डन बुट प्रदान गर्न थालियो? आठबाट। फेरि भन्नुहोला। 2008। र स्वर्गका राजा इन्द्रकी आमाको नाम यशोधरा हो, सही कि गलत? गलत। यहाँको जवाफतर्फ म सरसर्ती जान्छु। पृथ्वीको कति प्रतिशत भूभाग खेतीयोग्य भएको मानिन्छ? 21। यहाँले पास गर्नुभयो। आफ्नो बाबुलाई कैद गरी राजा हुने मल्ल राजा को हुन्? प्रताप मल्ल हुन्। यहाँले पास गर्नुभयो। क्षेत्रफलको हिसाबले चितवनको सबैभन्दा सानो पालिका कुन हो? यहाँले इच्छाकामना भन्नुभयो, गलत भएको छ जवाफ, रत्ननगर हुनुपर्थ्यो। विश्वकप फुटबलको कुन संस्करणबाट उच्च गोलकर्तालाई गोल्डन बुट प्रदान गर्न थालियो? यहाँले 2008 भन्नुभयो, गलत भएको छ यो जवाफ, यो 1978 हो। र अन्तिम, स्वर्गका राजा इन्द्रकी आमाको नाम यशोधरा हो, सही कि गलत भन्नेमा यहाँले गलत भन्नुभयो, जवाफ सही भयो।